एक दिनको लागि भाइको श्रीमती बने। सत्य कथा, सायद तपाईलाई अनौठो लाग्यो होला, आखिर के एउटी बहिनी आफ्नै भाइको श्रीमती बन्न सक्छ? हो साथीहरू, आज म तपाईहरूलाई मेरो सत्य कथा यो भिडियो मार्फत बताउन गइरहेको छु। यो मेरो सत्य कथा पुरा सुन्नुहोला। मेरो नाम स्मृति हो। मेरो विवाह भएको 5 वर्ष भयो, तर अहिलेसम्म कुनै सन्तान भएको छैन। 1 वर्षभित्र आमा नबन्ने हो भने श्रीमानले फेरि बिहे गर्छु भनी ससुरालीको धेरै दबाब छ। साथीहरू, सत्य यो हो कि समस्या ममा होइन, उहाँमा छ, अर्थात् मेरो श्रीमानमा समस्या छ। यो कुरा मैले डाक्टरबाट थाहा पाएँ र मैले डाक्टरलाई सोधेँ, के मेरो श्रीमान निको हुन सक्नुहुन्छ? डाक्टरले भन्नुभयो, तिम्रो श्रीमानले 2 वर्षसम्म औषधि खाएमा समस्या निको हुन्छ। साथीहरू, मैले ससुरालाई भनेकी थिइनँ कि तपाईको छोराको समस्या छ। श्रीमानको इज्जत जोगाउन सोचे, तर उहाँहरूले मलाई बाँझो सम्झेर जिस्काउन थाले, मलाई नाना थरी कुरा सुनाउन थाले र अवस्था यति बिग्रिएको छ कि यदि म 1 वर्षभित्र आमा बनिन भने म मेरो घर अर्थात् माइती फर्किनु पर्छ। किनकि जब उहाँहरूले अरू डाक्टरसँग देखाउँदा त्यो डाक्टरले श्रीमानमा सबै कुरा सामान्य छ भन्नुभयो। साथीहरू, म नराम्रोसँग फसिसकेको थिएँ। साथीहरू, मेरा ससुराली धेरै धनी र पैसावाला छन्, तर मेरो श्रीमान अलिकति सुस्त दिमागको र शरीर कमजोर भएको छन्। मेरो ससुराको 3वटा कारखाना छ, अर्बौं रुपैयाँको सम्पत्ति छ। तपाईँ आफै सोच्नुहोस् कि मैले के गर्नुपर्छ? मेरा ससुराहरू आफ्नो उत्तराधिकारी चाहन्छन् कि आफ्नो वंश अगाडि बढाउन सकुन् र मलाई उनीहरूको सम्पत्तिको खाँचो छ। मैले यी सबै कुरा आमालाई सुनाएपछि उनले भनिन्, हेर, केही बीचको समाधान खोज्नुपर्छ, नत्र समस्या हुनेछ। हामीले 2-3 दिनसम्म यसबारे कुरा गर्यौं र समस्या समाधानको बारेमा सोच्यौं। आमाले भन्नुभयो, छोरी त गर्भवती भइस् भने सबै समस्याको समाधान हुन्छ, चाहे त्यो बच्चा जोसुकैको होस्। र आमाले फेरि भन्नुभयो, यो हाम्रो घरको समस्या हो, यो समस्याको समाधान हामीले घरमै गर्नुपर्छ। यो कुरा बाहिर गर्यो भने अरूले ब्ल्याकमेल गर्ने सम्भावना छ, त्यसैले म भन्छु कि घरको कुरा घरमै रहोस्। तेरो कान्छो भाइ रोहनसँग तैले सम्बन्ध बनाउनु पर्छ। यो सब सुनेपछि मैले भने, आमा, यो ठिक होइन। कुनै दिदी बहिनीले आफ्नै दाजुभाइबाट गर्भवती हुन चाहन्छ। त्यसपछि आमाले भनिन्, छोरी, अरू विकल्प छैन, यसो नगरे तिम्रो जीवन बर्बाद हुन्छ। र आमाले फेरि भन्नुभयो, यो मामिला हामी 3 जना बीच मात्रै रहनेछ। आमाले रोहनसँग कुरा गर्नुभयो र उहाँ राजी हुनुभयो। साथीहरू, आमाले मेरो लागि कोठा सजाउनु भयो, ओछ्यान मिलाउनु भयो, फुलहरू लगाइदिनु भयो। मानौ यो मेरो विवाहको रात हो। म पनि दुलही जस्तै सजिएर भाइको कोठामा गएँ। साथीहरू, कोठामा गएपछि मलाई बिहेको रात याद आयो, तर बिहेको त्यो रात मेरो लागि राम्रो थिएन, किनकि त्यो दिन मेरो श्रीमानले मसँग क्रिकेट खेल्नु भएन। किनकि तपाईलाई थाहा छ, मेरो श्रीमान मानसिक र शारीरिक रूपमा कमजोर हुनुहुन्छ। 10 दिनपछि मात्र मेरो जादुई गुफामा आफ्नो कालो सर्प प्रवेश गर्न सक्षम हुनुभएको थियो। साथीहरू, हाम्रो दिमागले हामीलाई अनुमति नदिएको कारण हामी दुवैलाई अलिकति सङ्कोच लागेको थियो। तर पहिलो पटक जादुई गुफाको दर्शन पाएकोले भाइ पूर्ण मुडमा थियो, त्यसैले उसले मलाई समातेर आफ्नो छातीमा अँगालो हाल्यो र मेरो ओठ चुस्न र चुम्बन गर्न थाल्यो। कहिले घाँटीमा, कहिले काँधमा, कहिले हातमा, कहिले गालामा र हरेक मिनेट ओठ चुस्न थाल्यो। मलाई भाइको सेक्सी शैली पनि मन पर्यो र म पनि तुरुन्तै उत्साहित भएँ। हामी दुवैले एक अर्काको लुगा फुकाल्यौं, अनि म बसेर उसको कालो उखु मुखमा लिएर चुस्न थालेँ। उसले मेरो टाउको समातेर भित्र र बाहिर सार्दै थियो। साथीहरू, त्यसपछि हामी दुवै ओछ्यानमा गयौं। भाइ मेरो दुवै बलसँग खेल्न थाल्यो। मैले पनि उसलाई आफ्नो बुबु खुवाएँ। मेरो जादुई गुफा एकदम भिजेको थियो। मेरो गुफाबाट पानी रसाइरहेको थियो। मेरो गोरो शरीर, रातो गाला, ठुला गोलाकार बल, पातलो कम्मर र फराकिलो कन्डो मेरो भाइलाई मन पर्यो। उसले मेरो जादु गुफालाई चाट्न थाल्यो र म पानी हुन थालेँ।
कहिले उसले मेरो आँप चुस्थ्यो त कहिले मेरो गुफा चाट्थ्यो। कहिले उसले मेरो जादुई गुफामा औँला हाल्थ्यो। मेरो प्यारो साथीहरू, म शब्दमा बताउन सक्दिनँ कि मलाई कति मजा आइरहेको थियो। त्यसपछि मैले रोहनलाई भने, अब ढिलो नगर, तिम्रो कालो कोब्रा मेरो जादुई गुफामा चाँडै छिराइदेऊ। अनि उसले मेरा दुवै खुट्टा फैलाई मेरो हार्न दबायो, ओठ चुस्यो अनि मेरो योनीमा आफ्नो हातको औँलाले लेख्न थाल्यो। त्यसपछि मेरो महेन्द्र गुफामा आफ्नो जादुई डन्डा हालेर बलपूर्वक भित्र धकेल्यो। साथीहरू, मेरो गुफा कसिएको थियो, त्यसैले केही पीडा भयो। तर पीडा तुरुन्तै गायब भयो, किनभने मेरो गुफा त्यतिबेला धेरै भिजेको थियो। उसले मेरो योनीमा आफ्नो कालो मार्कर पेनले जोड जोडले लेख्न थाल्यो। मलाई मजा आइरहेको थियो, त्यसैले आफ्नो योनीमा रमाइलो मानेर कालो मार्कर पेनले लेखाइरहे। साथीहरू, कहिले अगाडिबाट, कहिले पछाडिबाट, कहिले मलाई बसायो, कहिले उभ्याएर, कहिले माथिबाट, कहिले तलबाट। रातभरि करिब 6 पटक मेरो गुफामा आफ्नो कालो मार्कर पेनले लेख्यो। रातभरि मेरो शरीरसँग खेलिरह्यो। म पनि रमाइरहे र ऊ पनि मजा लिइरह्यो। साथीहरू, आज म 3 महिनाको गर्भवती र खुसी छु। मलाई आशा छ कि तपाईलाई मेरो यो कथा मन पर्यो होला। साथै यस्तै कथा सुन्न र हेर्नको लागि हाम्रो यो YouTube च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनुहोला।